यसको लागि चाहिँ हामीले अब यो चाहिँ हामीले लियो पाना स्प्रे भनेर लुब्रिकेन्ट हैन। योमा चाहिँ तपाईको फ्रिक्वेन्टली युज हुँदाखेरि भित्र चाहिँ तपाईको जाम हुने गर्छ, प्लस यो पार्ट पनि तपाईको राम्ररी क्लिक हुँदैन। त्यो कन्डिसनमा हामीले लुब्रिकेन्ट युज गरेर हैन त्यसपछि हामीले यहाँबाट उ गरेर स्प्रे गर्दाखेरि हाम्रो यहाँ हेर्नुस्, यदि यहाँबाट तपाईको सजिलैसँग लुब्रिकेन्ट आयो भने चाहिँ दिस इज वर्किङ फाइन हैन। त्यसपछि अर्को यहाँ हुन्छ, हामीले हल्का यहाँ स्प्रे गरेर हैन, स्प्रे गरेर हेर्नुस्, अनि त्यसपछि यसलाई यस्तो थिच्यो भने यो पनि हुन जान्छ। अब केयर गरेनौँ भने चाहिँ हामीले अब लस, अब यो ह्यान्ड पिसको महँगो हुन्छ हैन। ह्यान्ड पिस महँगो हुँदाखेरि यदि हामीले केयर गरेनौँ भने चाहिँ अब फ्रिक्वेन्टली तपाईको एक्सचेन्ज गरिराख्नुपर्छ हैन। त्यसले गर्दा चाहिँ तपाईको एक्सपेन्सिभ भयो, कस्ट इफिसियन्ट भएन। त्यो भएर चाहिँ हामीले एउटा पाना स्प्रेबाट किन्न सकिन्छ, यो सजिलै हाम्रो मार्केटमा पाउन सक्छौँ। अनि त्यसपछि तपाईको टिपमा युज गरेर हामीले मजाले क्लिनिङ गरेर चाहिँ लङ लास्टिङसम्म युज गर्न सक्छौँ है। यस्तै चाहिँ केही समस्या पऱ्यो भने कन्सल्ट गर्नुलाई थ्याङ्क यू।